Hello and namaste सबैजनालाई. This is my first video on YouTube. So अलि र नै छ. I hope you guys don't mind. आज Saturday अनि आज चाहिँ घरमा बस्दा बस्दा वाक्क लागेर छोरासँग घुम्न निस्केको. मेरो छोरा पनि असाध्यै घुम्न मन पराउने, त्यही भएर कता लगौं. I don't know अहिलेसम्म, तैपनि घुम्न चाहिँ निस्केको. मेरो बेबी चाहिँ अलि घरमा कहिलेकाहीँ बस्दा एकदम दिक्क माने भने म यसो यस्तै साइकलमा कतै घुमाउँछु. बाटोमा गाडीहरू केयरफुल हुनुपर्ने भएर मेट्रोतिर मलाई अलि लान चाहिँ डर लाग्छ. तैपनि आइएम ट्राइङ. केही छैन. काजाउँ हुँदाखेरि चाहिँ म प्राय मन्दिरहरू नै गइरहेको हुन्छु. म चाहिँ पार्क त्यति धेरै जाँदिनँ. म रुचाउँदिनँ पनि. मलाई मन्दिर जाँदाखेरि चाहिँ एकदम आनन्द हुने भएर म कहिलेकाहीँ काजाउँ हुँदाखेरि चाहिँ मन्दिरै गइरहेको हुन्छु. आज चाहिँ स्याटरडे, मलाई बिहानैदेखि मन्दिर जाउँ कि जस्तो लागि पनि थियो. त्यही भएर पनि बेबी नबसेको बाहना पनि पाएँ अनि लिएर आइहालेँ. अनि फर्स्टमै म यहाँ पुगेँ गणेश भगवान्कोमा अनि बेबीलाई दोकाउने कोसिस गर्दैछु. मेरो बेबी अलि उभिन राम्ररी सकेको छैन, तैपनि ट्राई चाहिँ गर्दैछ अनि तोक्छ. जी गर न भन्दाखेरि चाहिँ गर्ने ट्राई गर्छ. त्यो पनि राम्रै हो. हामीले जे सिकायौँ त्यही नै सिक्ने हो बच्चाहरूले. फुल टिप्न कोसिस गर्दैछ आफैले. बिकज सबैले चढाइरहेको उसले हेरिरहेको थियो अलि अगाडिदेखि नै. अनि उसले पनि त्यही कोसिस गर्दै थियो, बट सकेन. केही छैन, बिस्तारै सिकिन्छ. भिडियो रेकर्ड गर्दै थिएँ, मान्छेहरू यताउता गर्दै थियो. कोही त अनिजी भएको जस्तो पनि लागेर मैले चाहिँ फोन बेबीलाई दिइहालेँ. बेबी पनि फोन पाएर मक्ख गर्दै बस्छ. अब हामीले फोन चलाइराख्ने भएको भएर पनि होला, फोन उसलाई युज नै हुन्छ. अनि हामी त्यहाँबाट फर्किहाल्यौँ यसो यताउता दोगेर. अनि रमाइलो पनि भइ नै रहेको थियो. अलि माइन्ड पनि फ्रेस भइरहेको थियो. घर फर्किँदाखेरि चाहिँ अलि फेरि घुमाउँ जस्तो भइरहेको थियो. बट बेबी एकदमै थाकिसकेको थियो. हिँड्न नपरे पनि उसलाई एकदम थाक्यो. अनि घर आउने बित्तिकै बुक्लुक्क सुतिहाल्यो मेरो बुक्लु. आजलाई यति नै. थ्याङ्क यू फर वाचिङ.